हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु भन्नु छ। आज हामी आएको चाहिँ स्ट्रिट फुड खानको लागि। यो फुड खानको लागि हजुर आउनुपर्ने छ पोखरा 9मा। पोखरा 9 महेन्द्रपुलमा आउनुपर्ने हुन्छ। महेन्द्रपुल ठ्याक्कै हजुरहरू चोकमा आउनुभयो भने चोकबाट चाहिँ मैले भिडियो खिचेको ठाउँबाट अलि तल नयाँ बजार जाने बाटो छ र ठ्याक्कै यसको अपोजिट साइडमा चाहिँ ठ्याक्कै लेखेको ठाउँमा हजुर गेटबाट भित्र बस्नु देख्नुहुन्छ। हजुरले यहाँ एकदम भिडभाड लागेको हुन्छ। यो चाहिँ हप्ताको एकचोटि मात्र खोल्छ है। फेरि हजुर ठ्याक्कै टाइम टेबल मिलाएर खाना आउनु सुन्नुहुनेछ। म भिडियो पुरा देख्नुहुन्छ हजुरलाई। आज एकदम भिड लागेको छ। एकछिनपछि म पनि खानेछु, पुरै चेक गर्नेछु। फर्स्टमा चाहिँ हजुरलाई के पाउँदो रहेछ त्यहाँ देखाउनेछु। यता चाहिँ दिदीहरूले एकदम पकौडाहरू अनि सिलरोटी हजुर तरकारीसँग पनि खाना पाउनु रहेछ। एमोरी बेस त यहाँको एमोरी रहेछ। प्रायः सोध्दै रहेछ उनीहरूले चाहिँ एमोरी चाहिँ खानको लागि निकै आउने गर्नु हुँदो रहेछ। एकछिन बसेर एकदम हेरेको एमोरी चाहिँ एकदम चल्ने रहेछ होइन। यहाँ चाहिँ एमोरी चाहिँ नछुटाउनु होला। एमोरी कस्तो रहेछ भित्र चाहिँ अब त्यो चाहिँ खाएर टेस्ट गर्नेछु हजुर, लास्टमा देखाउनेछु। अरू यहाँ चाहिँ हजुरहरूले चाहिँ सेलरोटी तरकारीहरू पकौडाहरू चाहिँ मजाले खान सक्नुहुन्छ। हजुर सस्तो सस्तो प्राइजहरूमा पनि खान सक्नुहुन्छ। र एमोरीको चाहिँ हजुरले चाहिँ 100 रुपियाँमा चाहिँ एउटा पिस पाउनु सक्नुहुन्छ। यो चाहिँ लस्सी, यो चाहिँ लस्सी है। जुन चाहिँ लस्सीतिर चाहिँ अलिक भएन। म चाहिँ हजुरले टेस्ट गरेर पनि देखाउनु छ अहिले एकछिन पछि। यहाँ चाहिँ फ्रुट्सहरू पनि पाउनु सक्नुहुन्छ हजुरले सस्तोमा 100 को एउटा। यो चाहिँ चिकन चप्स हो सायद। यहाँ चाहिँ खाजा सेटहरू पाउनुहुन्छ सस्तोमा हजुरहरूले। एकदम धेरै भेराइटीको मिसाएको है। आउन सक्नुहुनेछ हजुरहरूले पनि स्ट्रिट फुड खानको लागि। महेन्द्रपुरमा नजिक हुनुहुन्छ भने आउन सक्नुहुन्छ, चेक गर्न सक्नुहुन्छ। उहाँहरू चाहिँ स्टार्ट भएको चाहिँ 9 महिना 10 महिना कति भयो सायद। हजुरहरूले चाहिँ अमिलो खानको लागि, मिठो गुली खानको लागि चाहिँ पनि छ राखेको छ स्टलहरू है। यहाँ पनि आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। एउटै लाइनमा सबै मेमोरीको लागि लाइनमा बस्नु परेछ। मेमोरी नै छैन, अब मेमोरी सकिएछ, पाक्दैछ एकछिनमा अब फाइनली मेरो खाजा आइसकेको छ। मैले अर्डर गरेको थिएँ। यो चाहिँ चप्स, चिकन चप्स 2टा पिसको चाहिँ 100। यो चाहिँ क्वाटी लस्सी भनेर चाहिँ यसलाई चाहिँ यो पनि 100 रुपिस। एमोरी पनि 100 रुपिसको मैले चाहिँ अर्डर गरिसकेको छु। अब यो खाएर हेर्नेछु के कस्तो रहेछ। हजुर चाहिँ हेर्दै गर्नुहोस्। ल फर्स्टमा चाहिँ यो एमोरी खानेकुरा एकदम मिठो थियो। हजुर पनि आउन सक्नुहुनेछ। हरेक हप्ताको बिहिबार चाहिँ लाग्ने गर्छ 2 बजेदेखि हजुरको बेलुका 5-6 बजीसम्म हुने गर्छ। हजुर आउन सक्नुहुन्छ, एकदम टेस्ट गर्न सक्नुहुन्छ। एकदम खानेकुराहरू पाउँदो रहेछ र सस्तो पनि पाउँछ अरू ठाउँभन्दा पनि। बस साथीहरू के कस्तो लाग्यो भिडियो चाहिँ
जस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला।